त्यही हो त्यस्तो बस्ती आइएन आइए काम हो यो यस्तो बसेर ठाउँको छ मान्छे बसेर ठाउँ पो रमाइलो है त्यस्तो ठाउँमा गएर न मान्छे छ न के छ ले परेर ओहो ठुलो बस्ती पो रहेछ त यहाँ त अब यहाँ मैले भन्दैछु नि हामी त अर्कै ठाउँमा आइयो के त्यही भएर त गाडीले थुप्रै टाइम लगाउनु घुमाउन लगियो होला कि घुमाउन मैले भने नि त मलाई ए आइसक्यो त्यही हो उ त्यही उसको तल ए ऊ आइहाल्यो अब आइहाल्यो त उ त्यही त हो नि अहिलेको चाहिँ यो बारपाकको बजारकै यत्तेरिका बुझ्नु होइन ए हामीले हेर्दै हेरिन चाहिँ क्या हो अहिलेको बारपाक बजार हो यो अहिले के त अहिले हाम्रो होटल कि त्यही त त्यो खाना खाएको ठाउँ चाहिँ त्यही हो नि त्यही हो यता त यो हामीले हेरिन चाहिँ क्या हो के अहिले हेऱ्यो उता खाना खाने ठाउँ मात्र यता खेतीपाती हुने रहेछ नि त त्यो हेरिएन नि त यतापट्टि रहेछ यो ठाउँमा हेरिएन हामीले खासै फरक त परेन रहेछ अलिकति तलमा अलिकति बाटो चाहिँ अलिकति फरक पर्यो के भन्छ यसलाई बारपाक ओइको लारपाक यो राम्रो है यस्तो बस्ती राम्रो नि त यो त मान्छे बस्ने ठाउँ हो यस्तो छोरी लाठा कस्तो राम्रो त्यहाँ त उजाड ए कहाँ हो यो त खेल्ने मैदानहरू रहेछ कस्तो राम्रो छ नि यहाँ त स्कुल रहेछ ऊ त्यहाँ गुम्बा पनि थियो कि यो गुम्बा थियो नि त त्यही भएर यस्तो देख्यो यो गुम्बा खाके माथि बस्नु कस्तो राम्रो रहेछ ल गुम्बा त माथि छ नि त याद गरिएन बाटो त यही हो कि हामी आएको मैले त यादै गरेको थिएँ याद गरिएन चाहिँ क्या मैले पनि याद गरिने छु भेडाको सालिक पनि छ भेडो मर्यो भनेर सालिक बनाएको कविता आन्टीको झोला ल्याउनु पर्यो हजुर अलिअलि हुन्छ है अस्ति अस्ति परेको के त कस्तो छ
लारुपाको हिउँ पर्छ भन्दा धन्न अलिअलि घाम लाएर नभए यहाँ सेतै थियो अहिले पग्लेको हस् ल कोही खाएर सुन शरीरमा भएका कष्ट 9 ग्रह हुन्छ हामी यहाँ दर्शन गरेर शनि संकट ग्रह शान्ति हुन्, बालको रक्षा हुन्, विद्या आउन्, पढाइमा पास होस्, शरीरमा भएका रोग हुन्छ भने मान्छे आवाज चाहिँ गरेर मात्रै के गरे होला यो मान्छेले
त्यति आइराख्यो अरे यहाँ मान्छे नभएर सघाइदियो भएको सघाइदियो कि क्यामेरा बन्द यही हो खै यता आउनु ए माता टिका त यस्तो पाउँदो रहेछ त्यहाँको त भयो ओ दिदी जानु नाच्नु माथि डाँडाबाट त्यहीँबाट देखिन्छ त्यहाँ बस्दिनु दिदी
कसलाई बोकेर लानुपर्छ ढिलो खानेलाई सबैलाई भन्यो नि फेरि भात पसालेछु भन्ने त्यो अचम्मै खान मन लाग्यो त यहाँ आएर धेरै खान मन लाग्यो यति रहेछ यो होटल देखाएको हल्का हिँड्नु दिँदा ओहो